साथीहरू आज चाहिँ हामी सुरुङ्गाको लागि अब यसरी सामान लिएको हुन्छ है। हामी आज सुरुङ्गाबाट जाँदैछौँ। अल्दै गरेको कागजहरू छ ल्याउनु पनि छ हामीसँग। ल अब बजारमा गएपछि तपाईँहरूलाई बजारको पनि ल है साथीहरू, अब त्यो खानासाना खाएर सुरुङ्गा बजार प्रस्थान गर्न लाग्यो। सामान लोड भइरहेछ गाडीमा। अब चाहिँ हामी सर्टसँगले जानेछौँ है त। यो चाहिँ लक्ष्मीपुर हाइवे हो। अब यहाँबाट चाहिँ हामी सर जाँदैछौँ साथीहरू, सुरुङ्गातिर जाँदैछौँ है। अब हाइवे पक्रिसक्यौँ, हामी बजारतिर प्रस्थान गर्न थाल्यौँ साथी हो। यो चाहिँ हाम्रो झापाको सुरुङ्गा बजार हो साथीहरू। कति राम्रो बजार छ जस्तो। अब हामी बजार प्रवेश गर्दै गरेको पनि हजुरलाई देखाउनेछौँ है त। अब प्रवेशद्वारमा छौँ साथीहरू। हामी यहाँबाट चाहिँ बजार प्रवेश गर्नेछौँ है त। ल गाडी हामीले बजार प्रवेशमा लागेको छौँ। यहाँबाट यसरी छिर्ने हो। यो चाहिँ हाम्रो सुन्दर बजार, हाट बजार दैनिक लाग्ने ठाउँ यही हो सुरुङ्गा बजारको है त साथीहरू। हामी चाहिँ बजारमा यसरी चाहिँ पुष्पाञ्जली लिएर आइसकेका छौँ। सब्जी बजार, सुरुङ्गा बजार यस्तै छ है त। हाम्रो यही परिवेश भनेको यही हो। मेरो ठाउँ यही छ है त। अब हामी बजार लाउने छौँ। अब चाहिँ हाम्रो सानो दोकान चाहिँ ट्याक्क सेटअप गऱ्यौँ हामीले बजारमा। यसरी थोरै सामानहरू ल्याएर हामीले यसरी राखेर साथीहरू, यसरी राखेर चाहिँ हामीले व्यापार गर्छौँ। ल हाम्रो सानो सेटअप यही हो। धेरै सामान ल्याउन सकिँदैन बजारमा है। यो तरिकाले हामी बजारमा व्यापार